नमस्ते। जहाँ समस्या त्यहाँ समाधान भन्ने उखान सुन्नु भएको छ नि। किनभने मान्छेको जिन्दगीमा जहाँ समस्या सुरु हुन्छ नि त्यही समस्या सँगसँगै त्यहाँ समाधान पनि आएको हुन्छ है। त्यो बुझ्नुपर्छ पहिलो कुरा होइन। र यो कुरा म किन गर्दैछु भने म एउटा अपाङ्ग भएको कमसेकम 98% शारीरिक रूपले म अपाङ्ग छु। त्यो भएर मैले चाहिँ यो कुराहरू गरिरहेको छु होइन। मान्छेहरू कहिलेकाहीँ अब हिँड्दै गर्दै गर्दा काम गर्दै गर्दा डुल्दै गर्दा मान्छे एउटा नर्मल जीवनबाट अशक्त जीवनमा पुग्छ होइन। र त्यो क्षण एकदमै गाह्रो हुन्छ नि त मान्छेलाई, एकदमै गाह्रो हुन्छ त्यसलाई ह्यान्डल गर्न, एक्सेप्ट गर्न गाह्रो हुन्छ होइन। त्यो भएर त्यस्तो भइसकेपछि त पहिला त्यो व्यक्तिको शारीरिक अवस्था कस्तो छ होइन त्यो हेर्नुपर्छ। र पहिलो प्राथमिकता परिवारले दिनुपर्छ होइन। अनि मात्रै समाजले दिन्छ। परिवारले प्राथमिकता नदिएसम्म समाजले पनि दिँदैन होइन। त्यो भएर पहिला पारिवारिक वातावरण राम्रो हुनु पर्यो, पारिवारिक सोच त्यो प्रति राम्रो हुनु पर्यो है। अनि मात्रै सबै राम्रो हुँदै जान्छ होइन। र अपाङ्ग भएको व्यक्तिलाई उसको शारीरिक क्षमता हेरेर उसको शारीरिक कस्तो छ अवस्था, त्यो अनुसारको चाहिँ कस्तो काम दिँदा उसले गर्न सक्छ होइन। त्यो चाहिँ छुटाएर अनि उसको शारीरिक अवस्था अनुसारको वातावरणको उसलाई व्यवस्थापन गरिदियो भने यो चाहिँ परिवारले पहिला सुरुवात गरिदिनु पर्ने हुन्छ होइन। अनि त्यस पछाडि उसले बिस्तारै बिस्तारै आफ्नो प्रोसेस अगाडि बढाउँदै जान्छ होइन। त्यो भइसकेपछि उसको टाइम पनि त्यहाँनिर एडजस्ट हुन्छ। उसले नेगेटिभ सोच्ने कुनै समय पनि पाउँदैन। त्यो भएर ऊ पोजिटिभली अनि आफ्नो काममा बिस्तारै बिस्तारै अगाडि बढ्दै जान्छ र उसले पछि गएर नर्मल व्यक्ति जस्तै उसले अलिअलि गर्दै आफ्नो लाइफ चाहिँ जीवनमा सेटल गर्छ क्या, काम गर्दै जान्छ। यो चाहिँ अब होइन, म पनि एउटा अपाङ्ग व्यक्ति भएकोले नै मैले यो सब कुराहरू प्राय गर्दै आउँछु म सामाजिक सञ्जालमा होइन।